हामी यतिखेर पोस्ट म्याचमा छौँ। मकालु स्पोर्ट्स युट्युब च्यानल, मकालु अनलाइनका विभिन्न सामाजिक प्लेटफर्महरूबाट प्रत्यक्ष प्रसारणमा छ र भर्खरै मात्रै प्लेयर अफ द म्याच, म्यान अफ द म्याच घोषित हुनुभएको छ सडानन्द नगरपालिका भोजपुरका मनोज गजमेर, जर्सी नम्बर 8। आउनुहोस् उहाँसँग कुरा गरौँ आजको खेलको अनुभूतिको कुरा र आगामी खेलको बारेमा पनि कुरा गर्नु छ। नमस्कार, यहाँलाई स्वागत छ। धन्यवाद। कस्तो लागिरहेछ प्लेयर अफ द म्याच हुनुभएको छ? एकदम खुसी लागिरहेछ। हामी यो ठाउँमा आएको पनि थिएनौँ, यो ठाउँमा आएको चाहिँ पहिलोचोटि हो। हाम्रो टिमहरू राम्रो भएको थियो होला, एकदम खुसी लागेछ। समग्रमा आजको खेल कस्तो भयो? आजको खेल राम्रै भयो। अब हामी एउटा टिमबाट नखेलेको नि निकै भएको थियो, दाइहरूसँग अब नखेलेको चाहिँ निकै भएको थियो, हामी राम्रै भयो। अब नि एउटै टिमबाट नखेलेको धेरै भयो पनि भन्नुभएको थियो होइन? यो चाहिँ यो बाहिरको खेलाडी जो ठुल्ठुला खेलाडी ल्याएर चाहिँ खेलाउने पहिला थियो होइन, अहिले चाहिँ फेरि पालिकाको मात्रै प्योर खेलाउनु पर्छ भन्ने कुरा भएको थियो कि यो निर्णय तपाईँलाई कस्तो लागिरहेछ कि? यो निर्णय एकदमै राम्रो हो। अब पालिकाको आफ्नो खेलाडीहरूले नि अवसर पाउँछन् होइन, अब खेलाडी उत्पादन पनि हुन्छ, त्यति नै। जस खुसी हुनुहुन्छ। योभन्दा अगाडि तपाईँ कहाँ खेलिरहनु भएको थियो? योभन्दा अगाडि हामी उहाँ पाखरीबासमा खेल्दा थियौँ, त्यहाँ हामीले हारिम अस्ति 1 गते त्यहाँबाट खेलेको थिएन, अनि यहाँ आयो हामी। ल अब अर्को गेमको लागि तयारी कस्तो छ? अर्को गेमको लागि अब ठिकै छ, राम्रै छ भनौँ। अब हाम्रो एउटा मिडिल छैन, मिडिल आउने भन्ने कुरा चाहिँ छ हाम्रो। अब हेरौँ कुन टिमसँग परेछ याद छ हजुरलाई? हाम्रो अब छैन, सभा पोखरी हो कि? पक्नुहोस्, म चेक गरिदिइहाल्छु है त, म चेक गरिदिइहाल्छु अहिले नै। हुन्छ, म अहिले तपाईँलाई नै भन्छु, म तपाईँलाई देखाइहालौँ। अबको खेल चाहिँ तपाईँको सडानन्दको भनेपछि चिचिलासँग परेको छ। तयारी कस्तो छ? तयारी एकदम राम्रै छ। उहाँहरू पनि टाढादेखि आउनुभएको छ, चिचिला गाउँपालिका, ठिकै छ। सो ल अब तपाईँलाई र तपाईँको टिमलाई धेरै धेरै बधाई र आगामी खेलको लागि शुभकामना। थ्याङ्क यू सो मच। थ्याङ्क यू भेरी मच। र हामीले उहाँसँग कुरा गऱ्यौँ। अब यो पछाडिको खेल चाहिँ तपाईँलाई जानकारी गराउँ। अब साल्पा सिलिचो गाउँपालिका भोजपुर र चैनपुर नगरपालिका सङ्खुवासभा बिचको खेल हुँदैछ। त्यो खेलको लाइभ लिएर आउँछौँ। अहिलेलाई हामी यो पोस्ट म्याचबाट बिदा हुन्छौँ। नमस्ते।